कुनै कहानीको सुरुवात अन्त्यबाट हुन्छ अनि त्यो कहानीको अन्त्यपछि नयाँ जीवनको उदय। समय बलवान छ, यहाँ समयसँगै सोच बदलिँदै जान्छ। साक्षी आफूभित्र हाँस्न नसकेको जीवनको कहानी त इन्सेप्सनको सपनामा गएर हाँस्नको लागि सहारा खोज्दछ अनि आउँछ त्यो याद, त्यो पलको जुन पल जीवनमा मेटिसकेको छ। एउटा यस्तो सुनौलो कथा जहाँ सुन्नेलाई त सुनको माला भयो तर भोग्नेलाई व्यर्थको छाला। यो कहानी हो एउटा यस्तो व्यक्तिको जुन व्यक्तिको स्वप्न जाल भएको छ अनि त्यो स्वप्न इन्सेप्सनको सपना जस्तै लेभलमा रहेको छ। लेभल 1, म धरतीलाई आकाशमा ल्याउँछु। लेभल 2, मेरो जीवन त्यो पलमा बित्ने छैन जुन पलको मलाई मतलब थिएन। यी कल्पनाका अक्षरहरूसँग जीवन बिताउँदाखेरि जीवन एउटा युएफओ जस्तै बनेको छ। एकछिन रोक्नुहोस् त सर, हजुरको कुरा अलि बुझिन नि। अनि त्यो इन्सेप्सनको सपना अनि त्यो युएफओ जसरी उडेको छ भन्नुको मतलब। ऊ टक्क उभियो अनि मुसुक्क मुस्कुरायो। बाहिर हेर्दा उसको मनमा धेरै कुरा खेले जस्तो अनि आफ्नो सपनालाई मदिरामा पिए जस्तो। खोइ मैले बुझिनँ। अनि सर, हजुरको मनमा धेरै पीडा छ जस्तो देखिन्छ नि, अनि त्यो इन्सेप्सनको सपना चाहिँ के हो? ऊ मुसुक्क मुस्कुरायो। बाहिर हाँसो तर जिन्दगी हार खाए जस्तो। चुरोटको खिलिसकेर फेरि मगायो। आन्टी चिया छ? आन्टी 2टा चुरोट पनि। मैले यस्तै कुरा खै कसको मुखबाट सुनेको थिएँ। मनमा कौतूहलताले जिस्काउन थाले। यो त भाइरल साइग्रेस तातोको भाइरल स्टोरीको शब्द होइन र? मलाई कथा लेख्न खुब मन पर्ने अनि साहित्यकारको उपनामले कलेजभरि प्रख्यातमा एउटा कथाको खोजीमा हिँडेको थिएँ। साँच्चै अहिले त कोही मिल गएमा ऋतिक रोशनले जादु नै पाए जस्तो मलाई महसुस हुन थाल्यो। जिन्दगी नै काया पलट गराउला जस्तो। म यस्तै सोचमा तल्लीन म झस्किएँ। सर, हजुरलाई नि चिया छ है? 2वटा कपमा पो ल्याएको रहेछ त्यसले। किन दुःख गर्नु भएको? त्यस्तो दुःख के होइन सर, म एक्लै थिएँ। कम्पनी चाहिएको थियो, त्यसैले हजुरलाई सम्झेको। के तालको मान्छे होला, रक्सीको लागि कम्पनी चाहिने बेला चियाको लागि पो भन्छ। म मुसुक्क मुस्कुराएँ। अनि इन्सेप्सनको कथा भन्नुहुन्थ्यो नि, त्यो खासमा के हो? मलाई कौतूहलता लागिराख्यो। हलिउड मुभीको ठुलो फ्यान म, अनमा कौतूहलता नलाग्ने त कुरै भएन। ऊ कथा भन्न थाल्यो। यो कथाको सुरुवात एउटा यादबाट हुन्छ जुन मेरो सपना थियो। त्यो सपनामा मात्रै सीमित भयो, इन्सेप्सनको सपना जस्तो। अनि त्यो सपनाबाट बुझिन केही गर्नु भएन? हजुर, सपनाबाट बिउजिन त तब जीवन नै अपुरो हुन्थ्यो। मैले बुझिन नि। अलि घुमाउरो पारामा त्यो व्यक्तिले कुरा गरिराखेको थियो। मैले भने, हजुर साहित्यकार हो? ऊ मुसुक्क मुस्कुराएर मलाई सोध्न थियो। हजुरलाई साहित्य कतिको मन पर्छ? एकदमै। अनि अलिअलि लेख्ने पनि कोसिस गर्छु। त्यस्तो राम्रो लेख्न आउँदैन। भनेपछि मलाई चिन्नु भएन? नाइ, चिनिन नि। अनि नोभेलहरू कतिको पढ्नुहुन्छ त? अलिअलि, मेरो उत्तर आयो। हल्का जुस्सो दारी पालेको, उमेर 30देखि 40 जति देखिन्थ्यो। ल भने पछाडि सेतो धरती, समर लभ जस्तो नोभेलहरू पढ्नु भएको छ? अन्तर किन छ? ऊ फेरि मुसुक्क मुस्कुरायो। यत्तिकै सोधेको मात्रै। बाइ द वे, हजुरको नाम के हो नि? मैले क्वेसन गरेँ। हरिकृष्ण उपाध्याय। म झसङ्ग भएँ। यो नाम किन यति धेरै परिचित छु? आखिर को हो त हरिकृष्ण उपाध्याय? प्रश्नहरूको जालो जसरी आउन थाल्यो। यो नामसँग किन यति धेरै फेमिलियर भए जस्तो लाग्न थाल्यो। हरिकृष्ण उपाध्याय। उसले गफमा 2-4वटा चुरोट सकिसकेको रहेछ। कथा आरम्भ हुन्छ। म सानो छँदा, आई थिङ्क 4-5 वर्षको हुँदा मेरी आमाले मलाई छोडेर लन्डन जानुभयो अनि मेरो स्कुलिङ लाइफ पनि बाबासँगै बित्यो। कहिलेकाहीँ कुरा हुन्थ्यो मम्मीसँग, तर आफूसँग मोबाइल थिएन। बाबासँग हुन्थ्यो तर छोरोले धेरै मोबाइल चलायो भने ऊ बिग्रे लाग्यो भन्ने डरले मोबाइल दिनु हुन्थेन। पढाइमा सधैँ फर्स्ट आउने म। बाबाको सपना डक्टर बनाउने थियो। +2 सकियो अनि +2मा मैले कलेज टप गरेँ। यो धेरै नै खुसी हुने खबर थियो। परिवार सबै खुसी हुनुभयो। +2 साइन्समा गरेँ। त्यसपछि MBBS पढ्नलाई चितवन CMC एडमिसन गराउन थालेँ। त्यो समयसम्म म केही बोलिनँ। मेरो सपना सुरुमा लेखक बन्ने थियो अनि साहित्यकार बुन्न थालेको थिएँ। अनेकौँ छन्द बुन्दै कहानी, छन्द, काव्य, कहिले मुक्त, कहिले गजल लेख्न थालेँ। साहित्यमा लाग्न थालेको धेरै भएको थियो। पछि फेरि मलाई गीत लेख्न मन लाग्यो। सङ्गीत नि बुन्न थालेँ। त्यो बेलासम्ममा अलिकति यङ थिएँ। सङ्गीत सिक्न थालेको धेरै भएको थियो तर मनमा भावना त्यस्तै बिलायो।
बाबालाई पनि भन्नु मन लागेको थियो, तर बाबा तर डक्टर बन्ने मान्छे जब सिङ्गर बनेर कति नै कमाउलाले भन्ने हुन्थ्यो कि भन्ने डर लागेको थियो। त्यसैले गर्दा मैले केही बोलिनँ, चुपचाप आफ्नो ड्युटीमा गइराखेँ। त्यो बेला मैले अलिअलि गर्दै शब्द कोर्दै जान्थेँ, तर न त्यो फललाई हटाउन सकेँ, न शब्दको पुनर्लेखन गर्न नै सकेँ, न त्यो फललाई हटाउन नै सकेँ, न शब्दको पुनर्लेखन गर्न नै सकेँ। कथा अपुरो भएको थियो। इन्सेप्सनको स्वप्नको संसारमा जस्तै म आफ्नै दुनियाँमा रमाएँ। अनि अहिले आएर यो कथा कि कोहीले लेखिदिन्छ कि भन्ने खोजीमा थिएँ, तर कोही पाएन। यति भनेपछि कथाको अन्त्य भयो। म अल्मलिएँ। अनि याद आयो, यो मान्छे स्कुलमा एसएलसी दिँदा म पढ्ने स्कुलमा +2 गरेको होइन र उसको फोटो मैले पढ्दै गरेको इन्सेप्सनको नोभेलको पछाडि हेरेँ। म तर्सिएँ। साँच्ची त्यही व्यक्ति पो रहेछ।